जमिनबाट ग्यास निकाल्न सक्छौँ। यो कसरी सम्भव छ र मन्त्रीज्यू? अनि कसरी आउँछ नि ग्यास चाहिँ? भारतकै मुख्य सहरहरूमा, विकसित सहरहरूमा, मुम्बईहरूमा त्यहाँ पाइपबाटै ग्यास चुल्हामा पुर्याएको छ। कहाँ कहाँसम्म पुग्छ नि ग्यास? चुल्हा। अनि यो पनि सम्भव छ र मन्त्रीज्यू? यस्तो नचाहिँदो कुरा गर्न पाइन्छ? अनि मन्त्रीज्यू यो गाडीमा पनि केही सुधार गर्न सकिँदैन? यो धेरै धुवा निस्किने गाडीहरूलाई पनि डिजेलको फोरफोर मात्रै किन चाहियो? इलेक्ट्रिकबाट चलाउने, कार चलाउने, बस चलाउने। अनि मन्त्रीज्यू अहिलेको समयमा यो मन्त्रीहरूको अवस्था चाहिँ कस्तो रहेको छ नि? जम्प, अर्को स्प्रिङ बोर्डबाट फेरि जम्प, फेरि अर्को स्प्रिङबाट हाई जम्प। अनि मन्त्रीज्यू तपाईँले त रेल पनि आउँछु भन्नुभएको थियो, कहाँसम्म आइपुग्यो रेल चाहिँ? कहिले आउँछ फेरि अब यो नेपालमा चाहिँ? रेलहरू थियो नेपालमा, अहिलेको समयमा फेरि हामीले रेल किनेका छौँ, रेल मार्ग बनाएका छौँ, रेल सुरु गरेका छौँ। अब केही दिनभित्र हामी शिलान्यास गर्छौँ। पूर्व पश्चिम रेल बन्दैछ, उत्तर दक्षिण रेल बन्दैछ, केरु काठमाडौँ बन्दैछ। बिहार सोचियो भारतबाट, रक्सौलबाट काठमाडौँ।